टिका लगाइदिन यतिसम्म अहिले आएर म पनि ठुलै मान्छे रहेछु भन्ने महसुस भइरहेछ मलाई। अनि टिका लाएर दक्षिणा चाहिँ कति दिने नि? दक्षिणा बिना त टिका सिका लाइदैन। पहिला दक्षिणा फिक्स गरौँ। कति दिने दक्षिणा? पैसाको के कुरा गर्छौ चण्डु? बाख्रा पाठा बेचेर भए पनि अलिकति पैसा त जम्मा गरेको छु। लाता खान्छ यसमा। यति दिन्छु। अब त तिमीलाई टिको लाउन पाउँछ होला नि हैन चण्डु? मलाई त्यति धेरै पैसा दिने टिका लाएर? ल ठिक छ लाइदै हुन्छ टिका, लाइदै हुन्छ। कान्छ त भिडियो खिच, म टिको लगाइदिन्छु। पछि सम्झनाको लागि हुन्छ क्या यसो हेर्नलाई है। ले टिका लगाइदिएको बा, टिका लगाइदिएको। कस्तो खालको टिका लगाइदिएको यो? दक्षिणा धेरै छ नि त। दक्षिणा धेरै पछि यति टिका त के लगाइदिनु बा? त्यही भएर अलि धेरै लगाइदिनु। अब एकपल्ट है। अनि कालोमा चाहिँ किन लगाइदिएको? यस्तो टिका कसले लगाइदिन्छ? 35,000 छ या 35,000। धेरै त्यो भएपछि त टिका पनि त अलि धेरै लगाइदिनु पर्यो नि नानी। ल अब एकपल्ट हस्। आमा बाई बाई। अब के भयो यो? अब पुग्यो आँखामा नि पुरै टिका लाग्यो।